हेलो एभ्रिवान, मैले आज एङ्गो राइड गर्नेवाला छु र एक दिनभरिमा एङ्गो राइड गरेर कति रुपियाँसम्म कमाउन सकिन्छ त त्यो पनि देखाउनेवाला छु। अब भिडियोलाई ढिलो नगरी हामी राइड गर्न जाऊँ। अहिले बजेको छ 10। अब हामीहरू 11 बजेबाट राइड स्टार्ट गर्छौँ र हामी पुरै दिनभरि राइड गर्छौँ र यो दिनभरि राइड गरेर मैले कति रुपियाँसम्म कमाउन सक्छु होला त। सो लेट्स बिगिन आवर भिडियो। अहिले राइड स्टार्ट भइसकेको छ है। यो चाहिँ म अहिले चाहिँ डिटेलमा भन्छु तर मेरो राइड स्टार्ट भइसक्यो। अब म जाँदैछु है। टाढा आउनु पऱ्यो है। हुनलाई चाहिँ मेरो घरदेखि तल नै हो, त्यही पनि कस्तो लाइक 2 किलोमिटर जति तल होला यो ठाउँ। अनि 2 किलोमिटर तल आउनु पऱ्यो भने कस्तो गाह्रो गर्नु हो कि गर्नु। बाटोमा हुन्छ कि यस्तो बाटै हो है। 170 रुपिस पाएँ है। अनि अब चाहिँ म नयाँ राइड लिनु जान लाग्छु। अनि त्यहाँ अलि अगाडि छ, म अलिकति नयाँ छु नि त एङ्गोमा। सो अलि लाइक टोटली गाली गर्दै यार बाटोमा। लाइक म त्यसले चाहिँ साइडलाइट बालिरहेको थियो, मेरो गल्ती थियो है। अनि मैले चाहिँ अब त्यो सुस्तै चलाइरहेको थिएँ, म कटिहाल्छु भनेर गरेको, रोकेर गाली गर्छ। एकछिन डल्ला गरेर हेर्थेँ अब के गर्नु। अनि म चाहिँ कहाँ चाहिँ हिँड्थेँ पछाडि अब बसाले थिएँ। त के हो यो, म रङ बाटो त आएन है। यो राइड गर्नु मलाई 40 रुपिस मिल्यो गाइस। मलाई थाहा पनि छैन 40 रुपिसम्म मिल्छ भनेर। अब चाहिँ म अर्को राइड चाहिँ लिन जान्छु। अहिले शीतल ठाउँको जान्छ। यो मेरो कुन राइड हो? थर्ड राइड हो क्या। एन्ड मलाई चाहिँ कता कपन जानु छ 100 रुपियाँमा। होइन अब यो एङ्गोमा चाहिँ लाइक मैले के गर्न मिल्दैन नि त। अनि मैले उठाइहालेँ। रेटिङ तर केही छैन। गइदिउँ अब कपनतिर। मलाई यति समय लाग्यो। यो सामान पनि 120 को रहेछ। 100 रुपियाँ चाहिँ यहाँसम्म आएको यार। यस्तो कहाँसम्म जानुपर्ने। ट्रिप गरेँ 4 ट्रिपमा चाहिँ 482 रुपिस भएको रहेछ है। कति बजीबाट लाइक 11 बजीबाट गरेको, लगभग 10 समथिङबाट गरेको, 1 बजिसक्यो। लाइक कालीमाटीसँग के हुन्छ अनि किर्तिपुरसम्मको छ। कताबाट घुम्छ जाने थियो बाटोमा। जिरो आउनुपर्छ। हजुर 0 आउनुसम्म कुर्ने हो। चिगाउँ नम्बर छ नि। 0 आउनुसम्म कुर्ने हो। होइन ऊ त्यो कुर्ने त्यहाँबाट। त्यहाँ पनि त्यहाँ होइन, हामीले त्यहाँ कुर्नुपर्छ। पारी पारी। कति भयो एकछिन छैन खुट्टा एकछिन कति गरेको छ। फोटो लाग्छ ए खिचेर बोल्छ त्यसमा बोल्नु होला। माई भर्खरै घर है। अनि अहिले बजेछ, लेट मी सो यु अहिले कति बज्छ? 8:40 भएको रहेछ। 8:40। त्यो बिचमा अलिकति मिलेन देखाउन। बिकज मैले यो क्यामेरा फुकाले चाहिँ मेरो टाउकोबाट खसे गरेर। सो आज कति भयो त? आज टोटल 12 ट्रिप्स गरेँ अनि लेखसम्म। अनि त्यसपछि 1152 रुपियाँ भयो।